साथीहरु यो चाहिँ मेरो गाउँ है। यो गाउँको घर हो है। हेर्नुस् त मेरो गाउँको घर ट्याक्क है। त्यसरी ट्याङ्की सेङ्की राखेको छ। हेर्नुस् त त्यो गाउँ छ नि। हेर्नु त लिचीको बोट छ, यहाँ आँपको बोट छ। हेर्नु त साथीहरु त्यत्रो ल हेर्नुस् त घर मेरो गाउँको है। यो चाहिँ देखेको छ ठुलो मेरो साथीको होइन, तपाईँले मेरो साथीको घर। अनि यो चाहिँ स्कुल हो है, स्कुल स्कुल हो। यस्तो मास्तिर यस्तो गाउँ, पुरै गाउँ छ है साथीहरु। अझै पुरै घाम लागेछ है, सबैले पनि साथ दिएको छ है। लास्टै है सबैले साथ दिएको छ है। ल हेर्नुस् त मेरो यो गाउँको घर। ल त्यो राम्रो छ मेरो गाउँको घर। ल हेर्नुस् त कति राम्रो हेर्नुस् त। अब चाहिँ हेर्नुस् त फ्याक्ट्री है। चराचुरुङ्गी खेलेको हेर्नुस्, चराचुरुङ्गी। हेर्नुस् त आजको मौसम त्यस्तै छ है साथीहरु। के होला, पानी पर्ला कि के गर्ला गर्ला। यो चाहिँ मेरो घरको माथि तला है। मेरो माथि तला घरको माथि तला। कस्तो राम्रो फुलहरू छ। अनि हेर्नुस् त अनि मेरो ड्रागन फ्रुट्स पनि छ। हेर्नुस् न ड्रागन फ्रुट्स पनि छ। यो फलिरहेको छ। हेर्नुस् त कस्तो राम्रो तरकारी फलेको। यो टुप्पो काटिदियो भने चाहिँ होइन, यो टुप्पो काटिदियो भने चाहिँ यसमा चाहिँ धेरै फल लाग्छ भनेर भन्छ। त्यो चाहिँ मैले गरेको। हेर्नुस् त कति धेरै फलहरू लागेको छ। यहाँको चाहिँ खाइसकेको हो, यहाँको खाइयो यसपालि खाएको हो। ल हेर्नुस् फलहरू, हेर्नुस् त ड्रागन फ्रुट्सको फलहरू कति धेरै लागेको छ। हेर्नुस् त ड्रागन फ्रुट्स। ल हेर्नुस् त फलेको। यो स्ट्रबेरी है, यो चाहिँ स्ट्रबेरी हो। यो चाहिँ कागतीको रुख हो। सुन्तलाको रुख होला, यो त सुन्तलाको रुख हो। यो खोर्सानीको रुख भयो। ल हेर्नुस् त यहाँ पनि छ मेरो ड्रागन फ्रुट्स। हेर्नुहोस् ड्रागन फ्रुट्स कति धेरै छ है। यो ड्रागन फ्रुट्स चाहिँ मजाले खाइन्छ। फलेर पाकेपछि खाइन्छ। हेर्नुहोस् त साथीहरु ड्रागन फ्रुट्स मेरो अब छिटै गर्छ। अहिले 12-13 ती फल्या। अस्ति 4वटा 5वटा त टिपेर खाइयो। अझै 12-13 ती बाँकी छ। अब त्यो चाहिँ पछि पाकेपछि खाइन्छ। ओके बाइ बाइ।